नमस्ते। आज हामी एउटा एकदमै रोचक विषयमा कुरा गर्दैछौँ। अर्थतन्त्रलाई एउटा विशाल इन्जिन जस्तै सम्झिनुस् त। जब यो राम्रोसँग चल्छ, सबैतिर समृद्धि छाउँछ, तर जब यसका पूर्जाहरू बिग्रेर यो इन्जिन फेल हुन्छ नि, त्यसको असर कति भयानक हुन्छ हामीले भोगेकै छौँ। आजको यस प्रस्तुतिमा हामी यही कुरा खोतल्नेछौँ। कसरी यी विशाल वित्तीय इन्जिनहरू अचानक भत्किन्छन् र त्यस्तो महासङ्कटपछि अर्थतन्त्रलाई कसरी सुरक्षित रूपमा पुनर्निर्माण गरिन्छ। आउनुहोस् यो उतार चढावको कथा सँगै बुझौँ। सुरुमै एउटा अचम्म लाग्ने तथ्याङ्क हेरौँ। $592 ट्रिलियन। सन् 1998मा ओभर द काउन्टर अर्थात् ओटिसी डेरिभेटिभ्स बजार करिब $91 ट्रिलियन को थियो। तर 2008को विश्वव्यापी मन्दी आउनु अघि यो ह्वात्तै बढेर 592 ट्रिलियन पुग्यो। सुन्दा पनि आङ जिरिङ्ग हुन्छ। यो यति ठूलो रकम हो जसले पुरै विश्वको अर्थतन्त्रलाई कैयौं गुणाले उछिनेको थियो। यो कुनै पारदर्शी बजार थिएन, एउटा यस्तो जटिल र अँध्यारो सञ्जाल थियो जहाँ जोखिम कति छ भनेर कसैलाई थाहा थिएन, र यही अपारदर्शी विशाल अङ्कले नै शताब्दीकै सबैभन्दा ठूलो सङ्कटको बिउ रोपेको थियो। आज हामी के कुरा गर्दैछौँ त? सरसर्ती हेरौँ। पहिलो, सङ्कट कसरी बन्छ भनेर सङ्कटको संरचना। दोस्रो, 2008को विश्वव्यापी मन्दी। तेस्रो, बिग्रिएको प्रणालीलाई सुधार्ने प्रयास। चौथो, विश्वव्यापी उदारीकरणको लहर। र अन्त्यमा नेपालको वित्तीय सुधारको रोचक इतिहास। खण्ड 1, आर्थिक सङ्कटहरू आखिर किन आउँछन्? साँच्चै भन्नुपर्दा वित्तीय सङ्कटहरू चट्याङ परे जस्तो अचानक आउने होइनन्। यी त कर्जा र सम्पत्तिको मूल्यमा हुने तीव्र वृद्धि र त्यसपछिको गिरावटका स्पष्ट चक्रहरूको परिणाम हुन्, जसलाई हामीले राम्रोसँग ट्र्याक गर्न सक्छौँ। यहाँनिर हामीले बुझ्नै पर्ने एउटा निकै महत्त्वपूर्ण अवधारणा छ, मिन्स्की मोमेन्ट। यो ठ्याक्कै त्यो खतरनाक बिन्दु हो जहाँ अत्याधिक ऋणमा डुबेका लगानीकर्ताहरूले आफ्नो पुरानो ऋण तिर्नका लागि मात्रै पनि आफ्ना राम्रा र नाफा दिने सम्पत्तिहरू सस्तोमै बेच्न बाध्य हुन्छन्। जब सबैजना एकैपटक आत्तिएर सम्पत्ति बेच्न थाल्छन् नि, अनि बजार पुरै कोल्याप्स हुन्छ। ऋणको भारीले थिचेर उठ्नै नसक्ने अवस्था भनेकै यही हो। अब यो चित्रलाई हेरौँ। अर्थतन्त्र सधैँ एउटै गतिमा हिँड्दैन। सुरुमा सबै कुरा एकदमै सुरक्षित हुन्छ, जसलाई हेज फाइनेन्स भनिन्छ, जहाँ आम्दानीले सामा र ब्याज दुवै तिर्न पुग्छ। तर बिस्तारै बजारमा आत्मविश्वास बढ्छ र मानिसहरू स्पेकुलेटिभ फाइनेन्सतर्फ धकेलिन्छन्, जहाँ आम्दानीले ब्याज मात्र धान्छ। र अन्त्यमा यो चक्र विनाशकारी पोन्जी फाइनेन्समा पुगेर टुङ्गिन्छ। पोन्जी अवस्था भनेको पुरानो ऋणको ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने अवस्था हो। अनि आउँछ त्यही डरलाग्दो मिन्स्की मोमेन्ट, जसले पुरै अर्थतन्त्रलाई भताभुङ्ग पारिदिन्छ। खण्ड 2, 2008को विश्वव्यापी मन्दी। मिन्स्कीको सिद्धान्त किताबमा मात्र सीमित रहेन। यसको सबैभन्दा डरलाग्दो र वास्तविक उदाहरण हामीले 2007देखि 2009 सम्मको विश्वव्यापी वित्तीय मन्दीमा आफ्नै आँखा अगाडि देख्यौँ। यो मन्दीको पछाडि एउटा खतरनाक जादु चलिरहेको थियो, जसलाई सेक्युरिटाइजेसन भनिन्छ। सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर खासमा यो के हो भने बैंकहरूले हजारौं साना र जोखिमपूर्ण कर्जाहरूलाई एउटै ढिक्का बनाए। त्यसपछि तिनलाई जोखिमका आधारमा विभिन्न तह वा ट्रान्चेजमा बाँडे। अचम्मको कुरा त के भने क्रेडिट रेटिङ एजेन्सीहरूले ती अत्यन्तै जोखिमपूर्ण कर्जाहरूलाई पनि उत्कृष्ट भन्दै उच्च रेटिङ दिए, अनि ती विशालु वित्तीय उपकरणहरू विश्वभरका लगानीकर्तालाई बेचियो। यसरी एउटा सानो ठाउँको रोगले पुरै विश्वको अर्थतन्त्रलाई सिकिस्त बनायो। अवस्था कतिसम्म गोलमाल भइसकेको थियो भनेर बुझ्न अक्टोबर 2007को यो भनाइ हेरौँ। युएस फेडरल रिजर्भका तत्कालीन अध्यक्ष बेन बर्नान्केले नै अलिकति हताश हुँदै भन्नुभएको थियो, म जान्न चाहन्छु कि ती चिजहरूको मूल्य वास्तवमा कति छ। सोच्नुस् त, जब विश्वको सबैभन्दा शक्तिशाली केन्द्रीय ब्याङ्कका प्रमुखलाई नै ती उपकरणहरूको वास्तविक मूल्य थाहा थिएन भने बजारमा सूचनाको असमानता कति भयानक स्तरमा पुगेको रहेछ। अनि जब घर जग्गाको अस्वाभाविक मूल्य वृद्धि अर्थात् हाउसिङ बबल फुट्यो नि, एउटा भयानक डोमिनो प्रभाव सुरु भयो। एउटा इँटा खस्दा सबै खसे झैँ। अमेरिकामा घरको मूल्य घट्यो, ऋण नतिर्नेहरू ह्वात्तै बढे। $ट्रिलियन को स्याडो ब्याङ्किङ प्रणालीमा पैसाको हाहाकार मच्चियो। मानिसहरूले आत्तिएर कौडीको भाउमा सम्पत्ति बेच्न थाले। हेर्दा हेर्दै विश्वव्यापी बजार ठप्प भयो र लेम्यान ब्रदर्स जस्ता दशकौं पुराना र शक्तिशाली कम्पनीहरू तासको महल झैँ ढले। यति ठूलो विपत्तिपछि अब के त? खण्ड 3, बिग्रिएको प्रणालीको सुधार। यस्तो विनाशकारी पतनपछि विश्वभरका नियामक निकायहरूलाई झट्का लाग्यो।
अब जसरी भए पनि यो भत्ताभुङ्ग प्रणालीलाई सुधार्नु र भविष्यमा यस्तो हुन नदिनु उनीहरूको सबैभन्दा ठूलो चुनौती बन्यो। यो रोगलाई निको पार्न केही कडा र आधारभूत उपचारहरू सुरु गरिए। पहिलो, सम्पूर्ण प्रणालीको जोखिम अनुगमन गर्न नयाँ र शक्तिशाली नियामक निकायहरू बनाइए। दोस्रो, जस्तो सुकै गल्ती गरे पनि सरकारले करदाताको पैसाले बैंकहरूलाई उद्धार गर्ने अर्थात् बेलआउट गर्ने प्रवृत्तिको अन्त्य गर्ने बाटो खोजियो। तेस्रो, बैंकहरूले जस्तो सुकै झट्का सहन सकुन् भनेर पुँजी र तरलताको कडा बफर राख्नै पर्ने नियम बनाइयो। र चौथो, पैसा खाएर गलत रेटिङ दिने रेटिङ एजेन्सीहरूलाई कडा निगरानी र सुधारको दायरामा ल्याइयो। एकातिर ठूला देशहरू सङ्कटबाट बच्न नियमनमा कडाई गर्दै थिए, यता अर्कोतिर के हुँदै थियो त? खण्ड 4, उदारीकरणको लहर। विकासशील राष्ट्रहरू भने आफ्नो आर्थिक वृद्धिको गति बढाउन भर्खर आफ्नै आधुनिक वित्तीय इन्जिन निर्माण गर्दै थिए। 1980 र 90 को दशकतिर विश्वभरि दुईवटा विपरीत प्रणालीबीच ठूलो वैचारिक टक्कर चल्यो। एकातिर थियो फाइनेन्शियल रिप्रेसन अर्थात् वित्तीय दमन, जहाँ राज्यले नै ब्याजदर तोक्छ, कसलाई कर्जा दिने भनेर नियन्त्रण गर्छ। यसले गर्दा प्राय भ्रष्टाचार र अनुत्पादक क्षेत्रमा लगानी बढ्छ। तर यसको ठीक उल्टो फाइनेन्शियल लिबरलाइजेसन अर्थात् वित्तीय उदारीकरणले खुला बजारलाई ब्याजदर तोक्न दिन्छ, केन्द्रीय ब्याङ्कलाई स्वतन्त्र बनाउँछ र वैदेशिक लगानीलाई भित्र्याउँछ। यही खुलापनले नै धेरै देशहरूको अर्थतन्त्रलाई आधुनिक युगतर्फ डोर्यायो। अब आउँ हाम्रो आफ्नै सन्दर्भमा। खण्ड 5, नेपालमा वित्तीय सुधार। विश्वव्यापी उदारीकरणको यो हावा नेपालसम्म पनि आइपुग्यो। एउटा विकासोन्मुख राष्ट्रले कसरी आधुनिकीकरणको अवसर लिने र साथसाथै जोखिमबाट पनि बच्ने भनेर बुझ्न नेपालको इतिहास एउटा एकदमै राम्रो उदाहरण हो। नेपालको वित्तीय सुधार कुनै जादुको छडी घुमाए जस्तो रातारात भएको होइन। यो त एउटा होशियारीपूर्वक चालिएको 3 चरणको कदम थियो। पहिलो चरण 1984 देखि 1990 सम्म चल्यो, जहाँ बिस्तारै विदेशी लगानीको ढोका खोलियो। दोस्रो चरण 1991 देखि 1998 सम्म चल्यो, जसले निजी क्षेत्रलाई व्यापक रूपमा स्वागत गर्यो। र तेस्रो चरण 1999 देखि 2004 सम्म चल्यो, जहाँ नियमन र सुशासनलाई बलियो बनाउने काम भयो। सन् 1984लाई नेपालको ब्याङ्किङ इतिहासमा एउटा कोसेढुङ्गा मान्न सकिन्छ। ठ्याक्कै यही वर्ष नेपाल अरब ब्याङ्क लिमिटेड अर्थात् आजको नविल ब्याङ्क स्थापना भयो। यो नेपालको पहिलो संयुक्त लगानी अर्थात् जोइन्ट भेन्चर वाणिज्य ब्याङ्क थियो। यसले नै नेपाली बजारमा पहिलो पटक आधुनिक ब्याङ्किङ अभ्यास, नयाँ प्रविधि र विदेशी लगानी भित्र्याएको थियो। भनौँ न, आधुनिक वित्तीय युगको ढोका यहीँबाट खुलियो। सन् 1990मा प्रजातन्त्र आएपछि त दोस्रो चरणमा वित्तीय संस्थाहरूको बाढी नै आयो भन्दा फरक पर्दैन। सन् 2000 को मध्यसम्म आइपुग्दा नेपालमा 11वटा वाणिज्य ब्याङ्क, 44वटा फाइनान्स कम्पनी र सीमित ब्याङ्किङ गर्ने 30वटा गैर सरकारी संस्थाहरू खुलिसकेका थिए। यो सङ्ख्याको वृद्धि मात्र थिएन, यसले आम मानिसको वित्तीय पहुँचमा क्रान्ति नै ल्यायो। व्यापार व्यवसायले कर्जा पाए र अर्थतन्त्रले गति लियो। तर पर्खनुहोस्, बाहिरबाट हेर्दा सबै कुरा जति झकिझकाउँ देखिन्थ्यो, भित्र त्यस्तो थिएन। सिबी पास रिपोर्टहरूले के पर्दाफास गर्यो भने राज्यको स्वामित्वमा रहेका पुराना ठूला ब्याङ्कहरूभित्र गम्भीर जोखिमहरू लुकेर बसेका थिए। त्यहाँ खराब कर्जाको डङ्गोर थियो र आवश्यकताभन्दा धेरै कर्मचारीहरूले गर्दा नाफा पुरै खाइरहेको अवस्था थियो। यसले हामीलाई के सिकाउँछ भने उदारीकरण मात्रै सबै थोक होइन रहेछ, त्यसलाई सम्हाल्न बलियो आन्तरिक नियमन र सुशासन पनि त्यत्तिकै जरुरी हुँदो रहेछ। त्यसैले अब अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। आजको यो आधुनिक वित्तीय दुनियाँमा कुनै पनि देशले कसरी एकातिर तीव्र आर्थिक वृद्धिको रफ्तार बढाउने र अर्कोतिर फेरि पनि त्यस्तै विनाशकारी पतनबाट बच्न कडा नियमन लागू गर्ने, यी दुई बीचको सन्तुलन मिलाउनु नै अर्थतन्त्रको सबैभन्दा ठूलो र चुनौतीपूर्ण कला हो। यो एउटा यस्तो प्रश्न हो जसको सर्वमान्य उत्तर आज पनि संसारभरिका अर्थशास्त्रीहरू खोजिरहेकै छन्। आजको यस प्रस्तुतिमा हामीसँग जोडिनु भएको म धन्यवाद। यो जानकारीमूलक विश्लेषण यही समाप्त हुन्छ।